विदेशी एजेन्ट महेश बस्नेत हर्क साम्पाङ जस्ताले विदेशी एजेन्ट भन्छन् नि, हो यिनीहरू विदेशी एजेन्टै हुन्। उनका बाले अब देशलाई कायापलट पारेका थिए, अब त्यही बर्बाद पार्नलाई विदेशले अब एजेन्ट लगाउँछ। रोबी बालेन जस्ता कुलमान जस्ता मान्छेलाई पठाउँछ। अब के अरे चाइना भारत भन्दा धनी भइसक्यो हाम्रो देश, विदेशी एजेन्ट पठाउने भइसक्यो हाम्रो देश हैन। उनीहरूले कायापलट पारेका थिए, राजनीति राम्रो गरेका थिए, रोजगारी राम्रो दिएका थिए, शिक्षा राम्रो दिएका थिए। त्यति राम्रो हुँदाहुँदै पनि बालेन कुलमान रोबी जस्ता मान्छे आएर देशलाई बर्बाद पार्ने भए म चाहिँ अचम्मै छु हैन। अब भारत त्यत्कै हाम्रो छिमेकी देश हेर्नुहोस् त, त्योभन्दा कति अगाडि हाम्रो देश नेपाल, चीनभन्दा कति अगाडि हाम्रो नेपाल। अमेरिकाले सुद्धा पैसा दिएर एजेन्ट पठाउने, रोबी जस्ता मान्छे एजेन्ट पठाउने देश हाम्रो नेपाल। यति धनी भइसक्यो क्या हाम्रो नेपाल। काया पलटै पार्यो नि टाउकेहरूले त। अब शेरे अनि के अरे प्रचण्डे केपी जस्तो मान्छे अब आउला कि नै नआउला, त्यो काया पलट पार्ने के अरे त्यस्तो त्यो हुन्छ नि, तिनीहरूले जस्तो देशलाई काया पलट पार्ने अब रोबीले सक्ला कि नै, रोबीहरूले बर्बादै पार्ने हुन्छ देश भन्ने जस्तो पो लाग्न लाग्यो। म त यिनी विदेशी एजेन्टहरू देखेर वाक्क पो लाग्न लागिसक्यो। हस् त नमस्ते, भोट चाहिँ घन्टीमा हाल्नुलाई त फेरि।